यो भिडियो पुर्याइदिनु होला भन्ने म आग्रह गर्न चाहन्छु सबैलाई। आरजुजीले हिजो एउटा अभिव्यक्ति दिनुभएको रहेछ संसदमा। पुतली सडकमा बसेर हेर्दाखेरि सबै जनताको मुखमा चमक देखियो, उनीहरूले राम्रै लाएको रहेछन्, हातमा सबैको हातमा फोन रहेछ। तर म त्यहाँ बस्दाखेरि, पहिलाको समयमा त्यहाँ बस्दाखेरि मान्छेले घाँसको भारी बोकिरहेको हुन्थ्यो, डोको बोकिरहेको हुन्थ्यो भनेर भन्नुभएको रहेछ होइन। हजुरले पहिला हेर्दाखेरि त्यो डोकोको भारी त देख्नुभयो, अहिले त्यहाँ हिँडिरहेको बच्चाहरूको, अहिले त्यहाँ हिँडिरहेको मान्छेहरूको ऋणको भारी त देखिँदैन होला नि त। पुतली सडक जस्तो एरिया स्टुडेन्टले गर्दा अस्तव्यस्त नै हुन्छ। कन्सल्टेन्सीहरू धेरै भएको हुनाले बाहिर जाने स्टुडेन्ट्सहरू पनि टन्नै नै हुन्छन्। अनि त्यहाँ देखेको स्टुडेन्ट्सहरू, त्यहाँ देखेको मान्छेहरू त होप छ नि त उनीहरूलाई, जिन्दगीमा म अब बाहिर जाँदैछु, म केही गर्छु, म फ्यामिलीको लागि केही गर्छु भन्ने एउटा होपको चमक हो क्या त्यो आरजुजी। तपाईँले पहिला जुन डोकोको भारी देख्नुहुन्थ्यो नि, त्यो देखिने गरी देख्नुहुन्थ्यो। अहिले जुन ऋणको भारी बोकेर हरेक मान्छे पुतली सडकमा दिनदिनै आवत जावत गर्छन् नि, उनीहरूको ऋणको भारी देखिँदैन हामीले। परराष्ट्र मन्त्रालय सम्हालेर बसेको मान्छेले यस्तो भन्दाखेरि अलिकति आफू कहाँ बसेर कसरी बोलिरहेको छु, मैले बोलेको कुराले के असर पर्छ भन्ने हुँदैन थाहा। मैले यो नेताहरूको बुझ्दिनँ के कुरा। काठमाडौँमा बसेर पुतली सडकमा मान्छेलाई हिँडेको देखेर राम्रै छ त नेपालको जनताहरूको सिचुएसन त भनेर भन्न त अलिकति केही न केही भित्रबाट मैले रङ गरिरहेको छु है जस्तो हुँदैन। काठमाडौँ मात्र त होइन नि त नेपाल। कहिले जानु भएको छ दुर्गम क्षेत्र गएर कहिले मान्छे कसरी बसेका छन् भनेर हेर्नु भएको छ? म त त्यो भाषण सुन्दा बित्तिकै यस्तो डिसअपोइन्टेड भएँ नि होइन। हाउ क्यान अ लिडर, मन्त्री से द्याट के? मान्छेको अवस्था राम्रै होला बिकज पुतली सडकमा मान्छेहरूको मुखमा चमक थियो,